तपाईँ घुस खाएर अथाह कमाएर के गर्नुहुन्छ? मैले त यही कुर्सीमा बस्दा बस्दा यस्ता यस्ता ठट्यौली र हँस्यौली कुराहरू पनि सुने कि म आफै छक्क परे। जुन घुस खानको लागि उसले इज्जत आमद आफ्नो सम्पूर्ण बेइज्जती गरेर घुस खायो, पछि त्यही घुसको न्युमा त्यो व्यक्ति जेल गयो, पछि धरोटी राख्ने पैसा पाएन। के मतलब? वाइ केका लागि खाएको त? घुस खायो। मैले त्यो स्टोरी पनि सुने। घुस खायो, पेट फुटुन्जेल घुस खायो, त्यसैको आरोपमा जेल गयो। तर त्यो घुस धरोटी राख्न नपाएर जेलमै सड्यो। केका लागि घुस? हजुरको यो सिम्प्लिसिटी हेरेर म त साँच्चीकै एकदमै बिग एडमायर हजुरको, होइन?